नमस्ते सबैजनालाई। हामी सबैले चाहिँ क्यानाडामा अहिले इन्टरनेसनल स्टुडेन्ट्स अथवा टेम्पोररी वर्कर्सहरूले चाहिँ असाइलम क्लेम गरेको, फेक रेफ्युजी क्लेम गरेको भनेर जतासुकै पढिरहेको अथवा सुनिरहेको छौँ हैन। एकदमै नम्बर बढेको छ फेक असाइलम क्लेम्सको भनेर थाहा छ। त्यही रिलेटेड चाहिँ आज एउटा नयाँ न्युज आएको छ अथवा बिल प्रपोज भएको छ भनौँ हैन। अनि त्यो बिलको नाम चाहिँ बिल C2 भनिएको छ। यो चाहिँ क्यानाडाको पब्लिक सेफ्टी रिलेटेड बिल हो हैन। अनि यो बिलमा चाहिँ टन्नै मेजर्सहरू छ क्यानाडाको पब्लिक सेफ्टी रिलेटेड। अब त्यसमध्ये चाहिँ दुईटा चाहिँ असाइलम रिलेटेड छ क्या, अनि एउटा चाहिँ इन्टरनेसनल स्टुडेन्ट्सलाई डाइरेक्टली इम्प्याक्ट गर्छ, जुन मैले हाइलाइट गरेको छु यो टेक्स्ट बक्समा पनि देख्न सक्नुहुन्छ। जुन 24, 2020 भन्दा पछाडि जो क्यानाडा आएको छन् हैन, जुनसुकै भिजामा भए पनि इन्टरनेसनल स्टुडेन्ट्स, टेम्पोररी वर्कर्स, तिनीहरूले चाहिँ एटलिस्ट 1 वर्ष क्यानाडामा बसेको छ भने दे वोन्ट बी एलिजिबल टु एप्लाई फर फेक रेफ्युजी अथवा असाइलम के, अथवा रेफ्युजी अर असाइलम जेसुकै भने पनि। यहाँ चाहिँ के भनेको छ भने वुड नट बी रिफर टु IRB भनेको छ। IRB भनेको चाहिँ इमिग्रेसन रिफ्युजी बोर्ड हो। अब द्याट मिन्स दे वोन्ट बी एबल टु एप्लाई फर रेफ्युजी अर असाइलम एनिमोर है त। अब लेट्स सी हैन के हुन्छ, यो बिल पास हुन्छ कि हुँदैन। व्हाट डु यु गाइज थिंक, विल दिस पास अर नो?